हेलो एभ्रिवान, गुड मर्निङ एन्ड दर्शन नमस्ते सबैलाई। वेलकम टु माई भिडियो। म चाहिँ अहिले चाहिँ घर गाउँतिर अर्ग्यानिक भिडियो लिएर आउँछु। सबैजनाले हेरिदिनु होला, माया गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला। म जस्तो छ त्यस्तै एडिट नगरिकन ल्याउने छु। यसो राम्रो माना हेरिदिनु होला, देश परदेश रहनुहुने सबैजनालाई। हामी चाहिँ घाँस काट्न हिँड्दैछौँ। अहिले घाँस काटेको पनि देखाउने छु हजुरहरूलाई। कतिलाई त घर गाउँको भिडियो मनपर्छ नि त, अर्ग्यानिक घर गाउँमा रहनुहुने सबैलाई। त्यही भएर मैले नि अर्ग्यानिक भिडियो लिएर आउँछु, हेरिदिनु होला। युट्युबमा मेरो युट्युब च्यानलको नाम चाहिँ सुस छ। सबैजनाले माया गरिदिनु होला। यो चाहिँ हाम्रो हाइटोको टोयलेट अफिस, यहाँ स्थायी हाइटो हो। हामी चाहिँ उता माथि खर काट्न जाँदैछौँ। अब कसरी काट्ने हो भन्ने थाहा छैन। हरियाली छ, लेक साइड जस्तै। यो चाहिँ हाम्रो फुलपिङ खोला हो, अर्ग्यानिक। हाम्रो पहिलाको स्विमिङ गर्ने ठाउँ, खोला छन्ने ठाउँ। तर अहिले त सानो भइसकेको छ। यहाँ यस्तो गर्दै थिएँ, बुबा चाहिँ पुगिसक्नु भइसक्यो। अनि अब हामी दिदी बहिनी चाहिँ यहाँ हिँड्दैछौँ। है ल कान्छी, हजुर। ल बिहान केही भन्ने हो कि? बिहान हामी चाहिँ आज घाँस खर काट्न हिँड्दैछौँ। हाम्रो दिदीको युट्युब च्यानललाई सबैले माया गरिदिनु होला, सब्सक्राइब गरिदिनु होला, लाइक कमेन्ट गरिदिनु होला, फलो गरिदिनु होला भन्न चाहन्छु। धन्यवाद कान्छी। यो चाहिँ हाम्रो पहिला वस्तु हेर्दा बस्ने ओडार हो। अहिले चाहिँ यहाँ सुरुङ खनेर बिग्रिरहेछ। कहाँबाट यो खोला हो। यहाँ साग पुन्न त है कान्छी?